खोटाङका इन्द्रबहादुर थापाका लागि जीवन कहिले एउटै मोडमा रोकिएन। जिम्मेवारी, सङ्घर्ष र सपना बीच यात्रामा उहाँले एकपटक होइन बारम्बार आफूलाई प्रमाणित गर्नुभयो। उमेर सपना देख्ने वा पूरा गर्ने बाधक हुँदैन भन्ने तथ्यका रूपमा। परिवारको भविष्य उज्जवल बनाउने दृढ सङ्कल्पका साथ उहाँले करिब 30 वर्ष सरकारी सेवामा बिताउनु भयो। त्यो यात्रामा आफ्नो रहरहरू धेरै पटक पछि परे, तर छोराछोरीका सपना कहिले रोकिएनन्। उहाँका 3 छोरीहरू मास्टर्ससम्म अध्ययन गरेर आफ्ना क्षेत्रमा स्थापित भए। एक नेपाल सरकारकी उपसचिव, एक नेपाल एयरलाइन्सकी अफिसर र एक शिक्षक। छोराहरूका सपना पनि उहाँकै सङ्घर्षसँगै हुर्किए। इन्जिनियर, नेपाल आर्मी र अमेरिकाबाट मास्टर्स अध्ययन गर्ने सपना आज यथार्थ बनेका छन्। तर परिवारको सपना पूरा भएपछि पनि थापाको आफ्नो सपना मरेन। सरकारी सेवाबाट अवकाश पाएपछि धेरैले आराम खोज्ने बेला उहाँले फेरि किताब समात्नु भयो। कक्षा कोठामा फर्कनु भयो, नोटहरू लेख्नु भयो, परीक्षा दिनु भयो। त्यही लगन र निरन्तरताका साथ जसले उहाँलाई जीवनभर अघि बढाइरहेको थियो। अन्ततः हिजो त्रिभुवन विश्वविद्यालयको 51औं दीक्षान्त समारोहमा 68 वर्षको उमेरमा समाजशास्त्र मास्टर्स इन सोसियोलोजीबाट दीक्षित हुँदा त्यो यात्रा एक ऐतिहासिक क्षणमा परिणत भयो। दीक्षान्तको टोपी लगाउँदा उहाँ केवल विद्यार्थी मात्र हुनुहुन्थ्यो, उहाँ एउटा जीवित सन्देश हुनुहुन्थ्यो। उमेर सङ्ख्या मात्र हो, सिकाइ र सपनाको कुनै समय सीमा हुँदैन। इन्द्रबहादुर थापाको कथा आज धेरैको लागि प्रेरणा बनेको छ। सङ्घर्षले थकित भएकाहरूका लागि आशा बनेको छ र ढिलो भइसक्यो भन्ने सोच्नेहरूका लागि साहस। उहाँको जीवनले सिकाएको एउटै पाठ छ, सपना देख्न कहिल्यै ढिला हुँदैन।